वेलकम ब्याक टु माई अनदर भिडियो। हजुरहरूलाई सबैलाई स्वागत छ मेरो एउटा फेरि अर्को नयाँ भिडियोमा। म चाहिँ अहिले रुमदेखि हाट बजार जाँदैछु। आज चाहिँ के बार हो? शुक्रबार होइन। आज शुक्रबार चाहिँ हाट बजार लाग्छ अनि आज चाहिँ म हाट बजार जाँदैछु। अब म सिधै हाट बजारमा भेट हुनेछु, ल हेर्दै गर्नु होला। अहिले चाहिँ म हाट बजार जाने यता हो। अहिले चाहिँ म हाट बजार जान्न, म चाहिँ अहिले जाँदैछु चटपटी खान। यहाँदेखि लेफ्ट, म यहाँदेखि लेफ्ट चटपटी खान जाँदैछु। हाट बजार चाहिँ अहिले हामी चटपटी खाएर जानेछौँ। अहिले भोक लागिरहेको छ, दिनभरि रुममा सुती भोक लागेको छ। अहिले चाहिँ चटपटी खाँदै गएको। ल अगाडि हेरौँ। ल के साथीहरू, अहिले चाहिँ म चटपटीको दोकानमा आइसकेको छु। हामी चाहिँ सधैँ खाने ठाउँ हो यो। हामी जहाँ मलाई चाहिँ खाँदैनौँ। यहाँ चाहिँ चेलीको दिदी हुनुहुन्छ अनि राम्रो बनाउनुहुन्छ, त्यही भएर हामी चाहिँ यहाँ खान्छौँ सधैँभरि। हामीले खाने चटपटी यही हो, पसल ठाउँ लोकेसन यही हो। यो ठाउँ चाहिँ देवीनगर हात्ती सुँड पार्क हो अरे। ल अहिले चाहिँ हामीले चटपटी खान्छौँ। ल अहिले चाहिँ चटपटी आइसकेको छ। भाइको चटपटी खाना सुरु भइसक्यो। ल साथीहरू, चटपटी खाइँदैछ। फाइनली चटपटी खाएर सक्यो। अब पैसा तिर्ने हो। कति भयो दिदी? 50 कति? ल हामी चाहिँ निस्केको यहाँबाट। अब चाहिँ हाट बजार जाने सामान किन्न, ललिपप खाने। ओके साथीहरू, अहिले चाहिँ उताबाट जानुपर्ने हो, तर यताबाट पनि बाटो छ, हामी यताबाट गइयो। अहिले चाहिँ हामी हाट बजार झर्दै हो। भोक लागेको थियो, चटपटी खाइयो अनि पिरो भयो, ललिपप खाइयो। अहिले चाहिँ ठिक छ अवस्था। अब हाट बजारको भ्यू हेरौँ ल पछि। अहिले चाहिँ म छु तेल किन्न। हाम्रो चाहिँ सधैँभरि किन्ने दाई हो यहाँ। हामीले चाहिँ यहीँबाट किन्छौँ क्या तेल। ल दाई एउटा तेल, जिरा, सोयाबिन छ ना? सोयाबिन, साबुन यस्तो लाग्ने हो आज। ल अहिले चाहिँ हाम्रो सामान आइसक्यो। ल यही सामान किनियो, तेल, जिरा, साबुन। अहिलेलाई यति। अब फेरि अरू तरकारी किन्ने हो नि त अहिले। अब चाहिँ आलु किन्ने हो, आलु। अब चाहिँ तरकारी किन्न जाँदैछु। ल अहिले चाहिँ हामी होटलको तरकारी किन्दैछौँ। यता यस्तो छ तरकारी किन्दै हो। अहिले चाहिँ हल्ला धेरै छ, सुन्दै गर्नु होला मलाई चाहिँ। साथी अहिले चाहिँ हाम्रो बजारको काम सकियो। अब हामी सिधै रुममा गएर भेटौँ न। ल फाइनली साथीहरू, अहिले चाहिँ हामी हाट बजारदेखि रुम काम गरेर सामान किनेर अहिले रुमसम्म आइपुगेको। आजको भिडियो यस्तै भयो। ल के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। अहिले चाहिँ यति। ल हस् त।